मा कसम यो तीजमा व्रत बस्नुपर्छ भन्ने थाहा भएको भए म त बिहे नै गर्दिन थिएँ। डिभोर्स दिन्छस् त बुढीलाई? दिन्छस् भने मैले एउटा वकिल चिनेको छु। मेरो पनि पहिलो र दोस्रो डिभोर्स त्यही वकिलले गरेको। पहिलो र दोस्रो रे अन कतिवटा बुढी छौ तेरो? डिभोर्स पनि ब्रेकअप गरे चाहिँ गर्दो रहेछस् त। डिभोर्स गर्नु मेरो रहर होइन नि साथी। यो त मेरो समाजको कल्याण होस् भनेर गरिरहेको छु। तैँले डिभोर्स गरेर चाहिँ देश र समाजको कसरी कल्याण हुन्छ हौ? अब तँलाई कसरी सम्झाउनु मैले? मलाई थाहा छ तेरो दिमागले भ्याउँदैन। त्यही पनि सुन, यदि हामीले डिभोर्स गरेनौ भने त्यो बिचरा डिभोर्स गराउने वकिलहरूको घर कसरी चल्छ भन् त? उनीहरूको बालबच्चाले कसरी पढ्छन्? उनीहरूले देखेका ठूला ठूला सपनाहरू कसरी पुरा हुन्छ? के उनीहरूलाई चाहिँ जीवन जिउने हक छैन? अवश्य छ। हो, त्यही भएर डिभोर्स गरेको मैले। र यो वर्षको अन्त्यमा फेरि अर्को डिभोर्स हुँदैछ मेरो। प्रभु, हजुरको कुरा सुनेर म प्रसन्न भए प्रभु। मलाई आफ्नो शरणमा लिनुहोस् मलाई प्रभु। म जीवनभर हजुरको सेवा गर्न चाहन्छु। चुपलाक नौटङ्कीहरू, कति नाटक गरेको? यो के नाटक घर जस्तो लाग्यो तिमीहरूलाई? ऋतु नाटक घर? मेरो मतलब यहाँ हामी नाटक गर्न आएको कि व्रत बस्न आएको? जे कामको लागि आएको त्यो काम गर्नु पर्यो नि। व्रत बसेकै छ त। बिहानदेखि एक थोपा पानी नै खाएको छैन। यहाँ भन्दा धेरै कति व्रत बस्नु? कि सासै लिन छोडिदिनु अब? अरू सबै ठिक छ कि, तर यो नाटक घरमा व्रत बस्ने आइडिया कसको हो के? मलाई आइडिया मन परेकै छैन। साले तेरे आइडिया थियो बिर्सिस।